एउटा इम्पोर्टेन्ट कुरो लिएर आएको छु तपाईहरुका माझमा। तपाईले कुरो जान्नुपर्ने पनि हुन्छ अरु साथमा बुझ्नुपर्ने हुन्छ, अरु साथमा अरुलाई तपाईले बुझाउनु पर्ने पनि हुन्छ है। यो मेरो भिडियोको माध्यमबाट तपाईले एउटा ठूलो जानकारी पाउनु हुनेछ गाइस। त्यही कारणले म भन्छु हमेशा सतर्क हुनु जीवनको सुरक्षित हो। हेर्नु कुकार ब्रास किन हुन्छ त है? कुकारले मान्छेको जीवन मारेको छ है, घर पनि झ्याप भएको छ कुकारले। र म चाहिँ के भन्न चाहन्छु भने कुकार ब्रास पनि नहोस्, कसैको घरमा केही चीजको नोक्सान पनि नहोस्। र मैले आज एउटा कुकारको विषयमा तपाईहरुका माझमा एउटा भिडियो ल्याएको छु। तपाईले सक्दो यो भिडियो शेयर गर्नु, हाम्रा नेपाली दिदी बहिनी दाजुभाइहरुले यो मेरो भिडियोको माध्यमबाट कि यो जानकारी पाउन् कि कुकारबाट कसरी हामीहरु बच्न सक्छौं है। र हेर्नु यो कुकरले प्राय घरमा के गर्छन् भने माच्छन्, तर यो वस्तुलाई मेन चीजलाई चाहिँ हेर्दैनन्। यो कुकरको यो जुन सिटी अनि यो वस्तु मेन यो वस्तुलाई हेर्दैनन् है। अनि सधैँ यो धुन्छन् माच्छन् अनि कुकर लगाइदिन्छन् र कहिलेकाहीँ यहाँ ब्लक भएको हुन्छ है, यो वस्तु ब्लक भएको हुन्छ, हावा बाहिर जान पाउँदैन र त्यस कारणले कुकर ब्रास हुन्छ। ब्रास भएपछि के हुन्छ तपाईलाई त थाहा छ, मैले भन्नु पर्दैन है। र त्यही कारणले अलिकति सावधान हुनु भन्छु म कुकरबाट है। कुकरले बहुत मान्छेको जान पनि लिएको छ है। त्यही कारणले कुकरमा सही जहिले पनि पकाउने अगाडि एक खेप यहाँबाट एक खेप चेक गर्नु है। यी सानसाना दुलाइहरू तालिएका छन् कि छैनन्। अगर छैन भने ठिकै छ कुकर है। यताबाट पनि अलिकति हावा पास गर्नु, एउटा सिङको यताबाट घोच्नु, यताबाट निस्किन्छ कि निस्किँदैन। यहाँ जाम लागेको छ भने तपाईले यो जामलाई क्लियर गर्नु। जहिले पनि जे पकाउनुहुन्छ, दाल पकाउनु, भात पकाउनु, सब्जी पकाउनु, जहिले पनि पकाएर मान्दाखेरि यो वस्तु चाहिँ सधैँ चेक गर्नु है। त्यहाँ पछाडिबाट अनि तपाईहरु पकाउनु, अनि यो कुकर ब्रास हुने चान्स हुँदैन। तर प्राय मान्छे के गर्छन्, खाली माच्छन् अनि ढक्कन लगाउँछन्, बस सिटी लगाइन्छन्, तर कतिखेर कुकर ब्रास हुन्छ भन्ने कुरो कसैलाई पनि थाहा हुँदैन। र एउटा सानो मोटिभेस भिडियो तपाईहरुका माझमा ल्याए र राम्रो लाग्यो भने धेरैजनालाई शेयर गरिदिनुहोस्। यस्तो घटना घटिरहन्छ हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीको घरमा र यस्तो नहोस् भन्न चाहन्छु म।